दर्शक वृन्द नमस्कार। अपन विशेष में स्वागत करै छी। किछे दिन पहले नेपाल के पूर्व राजा ज्ञानेन्द्र शाह भारत के भ्रमण केने छलथि। ओतऽ श्री 5 महाराज नरेश कहि कऽ एहन किसिम से किछु बैनर सब टांगल गेल छलै या ओहि किसिम से प्रचार होइ जे कयल गेलै। नेपाल के बात करी तऽ किछु समय से एकटा आंदोलन कही चल रहा है। समय समय पर यह आंदोलन चलित आबि रहल है कि नेपाल के हिंदू राष्ट्र घोषणा कयल जाए। ओना तो एक दल है राप्रपा, तो उ तो वैधानिक रूप से विधाने ओहन किसिम से बना कर आगा बढ़ रहा है कि नेपाल में हिंदू राष्ट्र चाहिए, राजा सहित के, संवैधानिक राजा सहित के। दोसर दिस और संगठन सब है, हिंदूवादी संगठन सब, वो सब से हो हिंदू राष्ट्र नेपाल घोषणा होबे के चाहिए कह कर बेर बेर आंदोलन करैत आबि रहल छै। एकटा एहनो संगठन छै जे हिंदू राष्ट्र के वकालत तऽ करै छै, लेकिन राजा के वकालत नहीं करे छै। एहि देश में राजा फेर चाहिए से वकालत नहीं करे छै, लेकिन हिंदू राष्ट्र होबे के चाहिए से वकालत करैत आबि रहल छै। एहन एकटा संगठन छै राष्ट्रीय एकता अभियान नाम के संगठन, जे गणतंत्र सहित के गणतंत्र सहित के हिंदू राष्ट्र के मांग करते आबि रहल छै, जेमे राजा नहीं होके चाहिए। अखनका जे गणतंत्र छै से होके चाहिए, लेकिन हिंदू राष्ट्र होके चाहिए, न कि धर्मनिरपेक्ष। एहि संगठन के केंद्रीय अध्यक्ष विनय यादव अखन जुड़ल छै। सबसे पहले हुनका स्वागत करै छी। धन्यवाद विनय जी, कार्यक्रम में स्वागत छ। धन्यवाद। अब एउटा कुरा के हुन्छ भन्दाखेरि हिंदू प्राय संगठनहरू, चाहे राजनीतिक संगठन होस् या राजनीति इतरका संगठनहरू हुन्, तिनीहरूले हिंदू सँगसँगै राजालाई लिएर गइरहेको अवस्था छ। राजा पनि चाहिन्छ र हिंदू राष्ट्र पनि चाहिन्छ। तपाईहरुको अलि पृथक, तपाईहरु चाहिँ राजाले चाहिँ किन छोड्नुभयो? हामी विशुद्ध हिन्दुत्वको लागि काम गर्दैछौँ र हिन्दुत्वमा हिन्दुत्व जुन आइडियोलोजी छ, दर्शन छ, हिन्दू संस्कार छ, पूर्ण रूपले लोकतान्त्रिक व्यवस्था हो र लोकतान्त्रिक दर्शन हो भनेर हामीले विश्वास गरेका छौँ र हो पनि। त्यसकारणले जहाँ लोकतन्त्रको विषय आउँछ त्यहाँ कुनै परिवारको प्रति आस्था हुँदैन, कुनै संस्थाको प्रति आस्था हुँदैन। व्यवस्था चाहिँ लोकतान्त्रिक हुनुपर्छ, गणतन्त्र हुनुपर्छ। शोषित, पीडित, दलित, जनजाति, मधेसी, थारू लगायतका जति पिछडिएका यो समाजमा दोयम दर्जाको रूपमा जुन जीवन बसर गर्दै आइरहेका जो जनता थिए, त्यो जनतालाई यो गणतन्त्रले, संघीयताले अधिकार प्राप्त भएको छ। त्यसकारणले शोषित, पीडित, दलित, जनजाति, आदिवासी, थारू लगायतका जुन हाम्रो समाज छ, ती समाजको अधिकारलाई कटौती गर्नु हुँदैन। किनभने लोकतन्त्रमा कहिले पनि कसैमाथि पीडा, कसैको अधिकार वञ्चित गर्ने व्यवस्था हुँदैन। त्यसकारणले यो व्यवस्था, राजा आउनु भनेको अधिकारबाट वञ्चित गर्ने एउटा त्यो व्यवस्था हो भन्नुहुन्छ? हाँ, बिल्कुल। लोकतन्त्रको लागि, लोकतान्त्रिक व्यवस्थाको लागि राज संस्था चाहिँ निश्चित रूपले एउटा जनताको जुन अधिकार हो त्यो निश्चित रूपले वञ्चित गर्ने एउटा त्यो व्यवस्था हो। त्यसकारणले यो देशमा दलित, जनजाति, पिछडिएको समाजलाई पूर्ण रूपले सबै समाजलाई हिन्दुत्वको लागि एकजुट हुनको लागि हिन्दू सूत्र नै हो जुन समाजलाई एकबद्ध पार्न सक्छ र त्यो हिन्दू सूत्रको आधार चाहिँ लोकतन्त्र हो, गणतन्त्र हो। त्यसकारणले हामीले हिन्दुत्वको लागि काम गर्दैछौँ। हजुरले तर जसले राजा र हिन्दू दुईटैको वकालत गर्ने पक्षहरू छन् नि, ती पक्षहरूको भनाइ के छ भने राजा भनेको विष्णुको अवतार हो, भनौँ न एक किसिमले पर्यायवाची हो राजा र हिन्दू भनेको, र दुईटै स्थापित हुनुपर्छ। हैन, राजा विष्णुको अवतार यो चाहिँ उहाँहरूले महिमा मण्डन गरेर चाप्लुसी गर्ने बाहेक अरू केही कुरा होइन। यो एउटा हाम्रो शास्त्रमा कहीँ भेट छ कि शासक जो हुन्छ, शासक चाहिँ विष्णुको अंश, विष्णुको जस्तो हुनुपर्छ। यो चाहिँ हाम्रो शास्त्रमा भेटिन्छ कि शासक फेरि राजै हो भनेर चाहिँ विष्णुको जस्तो विष्णुको हुनुपर्छ। त्यसकारण शासक जो पनि कुर्सीमा जो बस्छ त्यही शासक हो। हिजो राजा थिए, आज केपी ओली छन्, भोलि अर्को आउला।
तर शासक जो हुन्छ त्यसले आफ्नो चरित्र चाहिँ विष्णुको जस्तो, विष्णु राजाको जस्तो चरित्र अपनाउनु पर्छ। तर चापुलिसी गर्नको लागि, राजाको महिमा मण्डन गर्नको लागि राजावादीहरूले राजालाई राजा विष्णुको अवतार हुन्, राजा विष्णुको अवतार हुन्, यो चाहिँ ओहियात कुरा हो। राजा चाहिँ राजा हुन्, व्यक्ति हुन्, उनी चाहिँ कसैको अवतार हैनन्, उनी शासक थिए। ऊ आफू शासनमा हुँदाखेरि यहाँ मधेसी, दलित, जनजाति, थारू लगायतका जुन अधिकारहरू थियो ती अधिकारहरू वञ्चित गरेर राखेका थिए। त्यस कारणले हाम्रो जनताद्वारा लडेर जुन गणतन्त्र प्राप्त भएको छ, संघीयता प्राप्त भएको छ, त्यो निश्चित रूपले स्थायी हुनुपर्छ, त्यो सुरक्षित हुनुपर्छ र यसैभित्र अब त्यो सुरक्षित हुनुपर्छ। तर गणतन्त्र जुन आयो नि हैन, हजारौं व्यक्तिको बलिदानीबाट आएको हो नि त गणतन्त्र हैन। पटक पटक आन्दोलनहरू भए, त्यसकै प्रतिफल गणतन्त्र आयो। तर यो गणतन्त्रप्रतिको निराशा त देखियो नि। त्यसले गर्दा राष्ट्रिय नागरिक अभियान या भनौँ विभिन्न सङ्गठनहरूको कुरा गर्ने भने केही महिना अघिसम्म त प्रदर्शन नै गरिरहेको अवस्था त हो नि हैन। त्यो अवस्था पनि देखिएको हो। पटक पटक हिन्दूवादी सङ्गठनहरूले चाहिँ आन्दोलन गरेको हो, राजा आउनु पर्यो, देश बचाउनु पर्यो लगायतका कुरा गरेकै हुन् हैन। भनेपछि कतै न कतै वितृष्णा त छ नि गणतन्त्रप्रति। होइन, वितृष्णा छैन। त्यो जति पनि हिन्दूको नाममा हिन्दूको नारा दिएर आफूलाई हिन्दूवादी भन्ने र राजाको लागि काम गर्ने जुन सङ्गठनहरू छन् त्यो निश्चित रूपले पूर्ण रूपले हिन्दूवादी हैनन्। उनी हिन्दूको नारा दिने, के ठेठाएर के स्याल भगाउने जुन कुरा हुन्छ त्यो गरिरहेका छन्। त्यसकारणले अब रह्यो कुरा, उनीहरूको प्राथमिकता चाहिँ राजा चाहिँ प्राथमिकतामा, हिन्दू चाहिँ प्राथमिकता होइन हुनुहुन्छ तपाईँ? एकदम एकदम उहाँहरूको प्राथमिकता चाहिँ राजा हुन्। र अर्को कुरा त तपाईँले जुन भन्नुभयो कि गणतन्त्रको प्रति निराशा छ जनतामा, छैन। व्यवस्थाको प्रति निराशा होइन, त्यो नेताको प्रति जनतामा निराशा छ। व्यक्ति खराब हो, व्यवस्था खराब होइन। व्यक्ति खराब भयो भने हाम्रो जनताको अधिकारमा संविधानले दिएको छ 5 वर्षमा त्यो व्यक्तिलाई फेर्ने। र निश्चित रूपले यदि नेता खराब गर्दैछन् भने आउने चुनावमा ती नेताहरूलाई रिप्लेस जनताले गर्छ। व्यवस्था रिप्लेस त गर्छन् के जनताले, तर फेरि चरित्र अब जो नयाँ आउँछन् फेरि गएर त्यस्तै व्यवहार देखाउन थाल्छन्। फेरि चाहिँ होइन यो व्यवस्था नि भएन भनेर त आवाज त उठ्छन् नि हैन। बिल्कुल बिल्कुल। त्यो त भोलि राजा नै आयो भने 2 मिनटको लागि राजा अहिले त हामीमा यो संविधानले, लोकतन्त्रले, गणतन्त्रले हामीलाई अधिकार दिएको छ 5 वर्षमा व्यक्ति खराब भयो भने रिप्लेस गर्ने। तर राजा आयो भने, राजा भयो भने जनताको अधिकार, त्यो त ऊ खराब भयो पनि, भ्रष्ट भए पनि रिप्लेस गर्ने अधिकार त जनताको हुँदैन। उसको त ऊ खराब भयो भने उसको छोरा पनि खराब भयो भने उसको छोरा बन्ने, स्वीकार गर्ने पर्ने अवस्था आउँछ। त्यस कारणले यो हिन्दू दर्शनमा पहिला जब राज व्यवस्था हुन्थ्यो, राजाको व्यवस्था हुन्थ्यो, व्यवस्था पुरातन कालहरूमा जुन व्यवस्था थियो त्यसमा हुन्थ्यो। तर त्यो बेलाको राजाहरू विष्णुको जस्तो, रामको जस्तो राजा हुन्थे। तर अहिले त्यो 21औं शताब्दीमा त्यो स्थिति छैन। त्यस कारणले अहिले पूर्ण लोकतन्त्रको लागि राम राज्यको जुन हाम्रो कल्पना छ त्यो राम राज्यको हामीले कल्पना हेर्यौं भने पूर्ण रूपले भगवान राम जुन सन्देश दिनुभएको छ त्यो पूर्ण रूपले लोकतन्त्रको लागि सन्देश दिनुभएको छ। म एउटा सानो प्रसङ्ग सुनाउँछु। राम जब दशरथजीले, व्यवस्था त लोकतन्त्र थिएन नि त्यो, दशरथका छोरा चाहिँ राजा हुने हैन, त्यो त थियो नि हैन, राजाको छोरा राजा हुने, राजाको व्यवस्था त राजतन्त्र नै थियो नि एकदम। जब दशरथले रामको राज्याभिषेक गर्ने कुरा उठाए अनि रामले सोचे म राजा किन म राजा हुने? अनि उनले सोचे कि म भन्दा बलवान त राज्यमा अरू पनि होलान्, म भन्दा बुद्धिमान राज्यमा अरू पनि होलान्, तर म दशरथको राजा हो त्यस कारणले राजा हुने? यो गलत कुरा हो। अनि उनले भगवान थिए। अनि मन्थराको, आफ्नो सानी आमा ठुली आमाको, मन्थराजीको उसमा दिमागमा उहाँले एउटा कुरा चलाउनु भयो। अनि मन्थराजीले आएर दशरथसँग र रामसँग प्रस्ताव राखिन् अनि माग गरिन्। अनि रामले राज्याभिषेक रामकै योजना अनुसार यस्तो भयो। एकदम। उनले लोकतन्त्रको सन्देश दिनको लागि त्यस्तो गरे र आफू चाहिँ दरबार राज्याभिषेक छोडेर, उनी यदि अडेको भए राज्याभिषेक त हुन्थे, तर उनी अडेनन्, निस्के।
जनताको बीचमा निस्के वनवासको नाममा र गए, त्यसपछि तर केवटलाई गले लगाए। नेपालको सन्दर्भमा भन्ने हो भने जो चाहिँ अहिले विरोध गरिरहेका छन् या भनौँ असन्तुष्टि जनाइरहेका छन् कि यो गणतन्त्र चाहिँ फापेन नेपाली जनतालाई जस्तो परिकल्पना गरिएको थियो त्यो चाहिँ हुन सकेन, तिनीहरूको के तर्क छ भने 1000 जना राजा पाल्नुभन्दा त एउटै राजा ठिक नि हैन। यो त ओ यादको राजावादीहरूको तर्क हो, केही राजावादीहरूको, किनभने गणतन्त्र फापेन यो अहिले प्र्याक्टिस हुँदाखेरि लोकतन्त्रको प्र्याक्टिस अहिले हामी कहाँ मेच्योर भएको छैन। भर्खर भर्खर हामी लोकतन्त्रमा आयौँ। हिजोसम्म 63 भन्दा पहिला हामी रैती थियौँ, अहिले जनता भएका छौँ। भोलि प्र्याक्टिस हुँदै जाँदा हामी नागरिक हुनेछौँ र जति अहिले भ्रष्टाचारको कुराहरू छ, नेताहरूप्रति वितृष्णाको कुराहरू छ, जब हामी यी जनता नागरिकको रूपमा हुन्छौँ र हामीले हाम्रो टोलमा, गाउँमा, जिल्लामा जब विकासको निर्माणको कामहरू हुन्छ र हामी खोजी नीति गर्छौँ जनता नागरिकको हैसियतले, अनि नेताको द्वारा भ्रष्टाचार कम हुन्छ अनि देश सुध्रिन्छ र लोकतन्त्र तब मेच्योर हुन्छ। त्यसपछि जनताले अहिले हाम्रो देशमा गणतन्त्रको लडाइँ त लड्यौँ, गणतन्त्र पनि ल्यायौँ, तर हाम्रो जस्तो देशमा के गर्यौँ भने गणतन्त्रको विकल्प जुन राज संस्था छ त्यो राज संस्थालाई कता न कतै नेपालमै हामी छोड्यौँ। त्यस कारणले गल्ती व्यक्तिले गर्दा हाम्रो जनतामा केही राजावादीहरूले त्यो व्यक्तिको विरोध नगरेर व्यवस्थाको विरोध गरेर विकल्पको रूपमा गणतन्त्र आइसकेपछि राजतन्त्रको समूलै अन्त गर्नु पर्थ्यो, त्यो चाहिँ हुन सकेन। कतै न कतै छ भने आभास चाहिँ भइरहेको छ र त्यसकै प्रतिफल बेला बेलामा चाहिँ राजावादीहरू अगाडि आउने गरेका। बिल्कुल 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 राजालाई भगाइदिने भने त हुँदैन नि त। राजावादीहरूले व्यक्तिले गल्ती गरेको गल्तीलाई व्यवस्थाको गल्ती हो भनेर जुन सडकमा नारा लगाइरहेको छन् र जनताको बीचमा भ्रम छरिरहेको छन्, त्यो निश्चित रूपले मात्रै त्यो भ्रम हो। व्यवस्था हुन्छ, व्यवस्था दुनियाँको सबभन्दा उत्तम व्यवस्था हो आज 21औं शताब्दीमा गणतन्त्र र लोकतन्त्र, तर त्यसको विकल्प चाहिँ राज संस्था हुन सक्दैन। तपाईलाई के लाग्छ, राजतन्त्र सम्भव छ नेपालमा? बिल्कुल सम्भव छैन, किनभने हामी अब चाहिँ हिजोसम्म रैती थियौँ, आज जनता भइसकेका छौँ। फेरि रैती हुने चाहिँ मेरो हिसाबले कोही जनता मन पराउँदैन। हामी जनता भएछौँ, भोलि नागरिक हुन्छौँ, फेरि फर्केर रैती बन्न म पनि चाहन्न र मलाई लाग्छ कि कोही पनि नेपाली दाजुभाइ रैती बन्नलाई आज स्वीकार गर्दैन। अब तपाईहरू चाहिँ हिन्दुत्वको वकालत गरिराख्नु भएको छ होइन? नेपाललाई चाहिँ हिन्दू राष्ट्र बनाउनु पर्यो, घोषणा गर्नु पर्यो भने किन नि? एकदम नेपालको सनातन पहिचान जुन छ हिन्दुत्वले छ। नेपालको कुनै पनि मुलुकको, कुनै पनि राष्ट्रको राष्ट्रियता जुन हुन्छ त्यहाँको सनातन आदि अनादिकालदेखि जुन परम्परा चलिआइरहेको हुन्छ, संस्कृति जुन चलिआइरहेको छ, त्यो संस्कृति नै त्यहाँको राष्ट्रियता हुन्छ। त्यस कारणले नेपालको राष्ट्रियता भनेको हिन्दुत्व हो, किनभने दुनियाँमा पशुपतिको देश नेपाल हो, मुक्तिनाथको देश नेपाल हो, जानकी माताको देश नेपाल हो, बराह क्षेत्रको देश नेपाल हो, त्यस कारणले सगरमाथाको देश नेपाल हो। त्यस कारणले यो देश चाहिँ हिन्दूको देश हो, हिन्दू देश हो, देवभूमि हो। र अर्को कुरा, राष्ट्रियता हामी हिन्दू छौँ, त्यस कारणले यो देशको जङ्गललाई पनि वनदेवीको रूपमा हामी आस्था राख्छौँ, यो देशको पहाडलाई पर्वत सम्झेर उसप्रति आस्था राख्छौँ, यो देशको नदीप्रति हाम्रो आस्था हुन्छ, गङ्गा सम्झेर, पवित्र जल सम्झेर हामी आस्थाको रूपमा राख्छौँ। मठ मन्दिर देवालयलाई हामीले भगवानको रूपमा, प्रकृतिलाई भगवानको रूपमा पूजाआजा गर्छौँ। तर हाम्रै समाजमा बस्ने अन्य धर्मावलम्बीहरू यो देशको वन जङ्गल जल जमिनलाई एउटा भोग्य वस्तुको रूपमा मात्रै हेर्छन् र उनीहरूको आस्था कसैको रोमप्रति हुन्छ, कसैको मक्का मदिनाको प्रति हुन्छ। त्यस कारणले राष्ट्रियता भनेको यो देशको हिन्दुत्व हो। र अहिले हामीले जुन देखिरहेका छौँ, हाम्रो हिन्दुत्व कमजोर भइसकेपछि
हिन्दुत्व कमजोर हुँदै जाँदा अहिले हामी हेरिरहेको छौँ दलितको आन्दोलन भइरहेको छ, दलितको अधिकार प्राप्त हुन सकिरहेको छैन, जनजातिको अधिकार प्राप्त हुन सकिरहेको छैन, मधेसीको अधिकार प्राप्त हुन सकिरहेको छैन। अधिकारसँग हिन्दुत्वको के सम्बन्ध? बिल्कुल बिल्कुल सम्बन्ध छ, किनभने हिन्दू दर्शन के चाहन्छ भने सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, यानि सबै जीव जन्तुको सबै प्राणीको कल्याणको कुरा जुन दर्शन, सबैलाई एक बराबरको रूपमा हेर्ने जुन दर्शन छ, त्यो दर्शन एउटा कुरा भयो के, तर व्यक्तिको चरित्र त अर्कै हो नि हैन, त्योसँग सम्बन्ध त छैन हैन। जसरी तपाईले भन्नुभयो हैन, राजा जोसुकै होस्, प्रधानमन्त्री जोसुकै होस्, तर उसकोमा चाहिँ गुण चाहिँ हुनु पर्यो विष्णुको हैन, चरित्र चाहिँ त्यस्तो हुनु पर्यो नि हैन। हिन्दुत्व बनाइदिँदैमा चाहिँ यो देश चाहिँ पुरै हरेक किसिमले सम्पन्न भइदिने, सबैले अधिकार पाउने भन्ने त होइन नि। एकदम यो देशलाई समृद्ध बनाउनु छ, यो देशलाई आर्थिक विकास गर्नु छ भने दुनियाँको एकमात्र हिन्दू देश हो। यसलाई संवैधानिक रूपले हिन्दू राष्ट्रको रूपमा, हिन्दू गणतन्त्र, सङ्घीय हिन्दू गणतन्त्रको रूपमा स्थापित गर्नुपर्छ र दुनियाँभरमा 1.5 अरब जुन हिन्दू दुनियाँभरमा छरिएर बसिएका छन्, उनीहरूको बिचमा उनीहरूको तीर्थस्थलको रूपमा नेपालले डेभलप गर्नुपर्छ र धार्मिक पर्यटन चाहिँ नेपालमा भित्रियो भने एउटा दुनियाँको एउटा एकमात्र हिन्दू राष्ट्र भनेर 1.25 अरब जनताहरू, हिन्दूहरू यहाँ तीर्थाटनको लागि आउन सक्छन्। भने हिन्दू राष्ट्र घोषणा गर्दैमा चाहिँ समृद्ध भइहाल्छ भन्नुहुन्छ? एकदम हिन्दू राष्ट्र घोषणा गरेर हिन्दू दर्शनको मुताबिक यहाँको जनतालाई विभेद नगरिकन सर्वे भवन्तु सुखिनाको जस्तो कल्पना गरेर शासकले, देशको व्यवस्था सञ्चालन गर्ने प्रमुखहरूले त्यो नीतिको अनुसारले काम गरे भने र दुनियाँमा हिन्दुत्वको प्रचार गरियो भने नेपालमा धार्मिक पर्यटन भित्रिन्छ र हामी समृद्ध हुन्छौँ, हाम्रो आय बढ्छ, नेपाल एउटा धनी देशको रूपमा। समृद्धि त एउटा कुरा भयो र अधिकारको कुरा त अर्कै पाटो हो नि। बिल्कुल बिल्कुल, अधिकार तपाईले भन्नुभयो, दलित जनजातिको कुराहरू गर्नुभयो, हिन्दुत्व हुँदैमा चाहिँ उनीहरूले अधिकार पाउने, त्यो पनि हुन्छ र भने होइन। हिन्दुत्व हुँदैमा किन अधिकार पाउँछ भने हिन्दू फिलोसफी हेर्नुहुन्छ भने हिन्दू राष्ट्र भयो भने यहाँको शासकले संवैधानिक व्यवस्थामा हिन्दू फिलोसफीको अनुसारले जुन हाम्रो दर्शनले भन्छ, जसरी हिन्दू गणतन्त्र, अब संवैधानिक रूपले यो देशमा जसरी अन्य इस्लामिक रिपब्लिकनहरूमा के व्यवस्था छ भने संवैधानिक रूपले इस्लाम बाहेक अन्य धर्मावलम्बीहरूले संवैधानिक पदमा जान सक्दैनन्। त्यस्तै हाम्रो नेपालमा पनि हिन्दू बाहेकका संवैधानिक निकायमा जाने चाहिँ व्यवस्था बनाउनु हुँदैन र अर्को देशको जुन संविधान छ हिन्दू दर्शनको अनुसारले चल्यो भने निश्चित रूपले हिन्दू दर्शनले सबैको अधिकारको चिन्तन गर्छ, सबैलाई बराबरीको हैसियतले हेर्छ। त्यसकारणले यो जुन संहिता आएको छ त्यसैको सेरोफेरोमा यो संहितालाई संस्थागत गर्दै, अधिकारलाई सुरक्षित गर्दै यो संहिता आएको छ, यसलाई संस्थागत गर्नुपर्छ। त्यो हाम्रो माग हो। सङ्घीय हिन्दू गणतन्त्र यो देश हुनुपर्छ, संहिता पनि हुनुपर्छ दलित जनजाति आदिवासी मधेसीहरूको हक अधिकारको लागि। एउटा के मान्यता रहँदै आएको छ भने गणतन्त्र र धर्मनिरपेक्ष एक अर्काका पर्यायवाची हुन्, त्यस्तै राजा र हिन्दू एक अर्काका पर्यायवाची हुन्। भारतकै सन्दर्भमा भन्ने भने त्यहाँ पनि प्रष्टसँग हिन्दू राष्ट्र चाहिँ भनिएको छैन हैन, धर्मनिरपेक्ष छ हैन। नेपालकै कुरा गर्ने भने धर्मनिरपेक्ष हैन। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ? गणतन्त्र र धर्मनिरपेक्ष एक अर्काको पर्यायवाची हो भन्ने चाहिँ यो मिल्दैन, किनभने दुनियाँमा धेरै जस्तो देश इस्लामिक रिपब्लिकन छ, धेरै जस्तो देश क्रिस्चियन रिपब्लिकन छ र भारत आफैमा, भारतको जुन तपाईँले उदाहरण दिनुभयो, भारत आफैमा सेकुलर धर्मनिरपेक्ष राष्ट्र चाहिँ संवैधानिक रूपले छैन। भारतको संविधानमा सर्वधर्म समभाव, धर्मनिरपेक्षताको कतै जिकिर छैन। सर्वधर्म त उस्तै भयो नि हैन, उस्तै भयो। नेपालमा नि प्रष्ट रूपमा भनेको छैन नि धर्मनिरपेक्ष भनेर हैन। बिल्कुल नेपालको संविधानमा बिल्कुल रूपले यो कतै नभएको कुरा हाँडी गाउँको जत्रा जस्तै हुन्छ। नेपाल हामीले 62-63 को जनआन्दोलन लोकतन्त्रको लागि लड्यौँ। त्यो आन्दोलन म पनि जेल गएको थिएँ। त्यसकारणले यो हाम्रो आन्दोलनमा धर्मनिरपेक्षताको कतै सवाल थिएन, कतै एजेन्डा थिएन, कतै इस्यु थिएन। तर आन्दोलन सफल भएपछि जब लोकतन्त्र आयो, विदेशीहरूको चलखेलको आधारमा रातारात धर्मनिरपेक्ष शब्द संविधानमा छिरायो।
त्यो चाहिँ आपत्तिको विषय हो र लोकतन्त्रमा बहुमत जनताको बहुमतको कदर हुनुपर्छ र सनातन धर्मको कुरा पनि गरिएको छ नि। त्यसरी परिभाषित चाहिँ अलिकति ठ्याक्कै धर्मनिरपेक्ष नभनिकन अलि मिलाएर भनिएको छ हैन। त्यो 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 कुनै त्यसको अर्थ भएन, किनभने जति गरे पनि लास्टमा लाएर धर्मनिरपेक्ष धर्मनिरपेक्ष भनेपछि उनी नेताहरूले के व्याख्या भारतको पनि त उस्तै भयो जसरी तपाईले भन्नुभयो। हजुर, म भन्दैछु नेताहरूले के व्याख्या गर्छन् धर्मनिरपेक्ष भनेको सबै धर्मलाई समान व्यवहार, सबै धर्मको समान व्यवहार के नेपालमा मुस्लिम आयोग हुने तर किरात आयोग नहुने, हिन्दू आयोग नहुने, बौद्ध आयोग नहुने, यो कुन सबै धर्मलाई समान व्यवहारको रूपमा शासकले गरेका छन् त? गरेका छैनन्। त्यसकारणले धर्मनिरपेक्ष भनेको सनातन संस्कृतिलाई समाप्त पार्ने विदेशी षड्यन्त्रको रूपमा एउटा हतियारको रूपमा नेपालमा प्रयोग। अब धर्मनिरपेक्ष हुँदाखेरि नेपाललाई चाहिँ के चाहिँ यसले चाहिँ कस्तो प्रभाव तपाईहरुको विचारले त नकारात्मक नै होला, के चाहिँ नकारात्मक प्रभाव पर्यो? नकारात्मक धर्मनिरपेक्षता के चाहिँ भयो जुन चाहिँ हिन्दू हुँदाखेरि चाहिँ नेपाली जनताले पाउँथे हैन, अहिले धर्मनिरपेक्ष हुँदाखेरि चाहिँ पाएनन्। धर्मनिरपेक्षता के छ भने धर्मनिरपेक्षताको आडमा त्यो हतियार बनाएर नेपाली संस्कृतिलाई, हिन्दू संस्कृतिलाई, सनातन संस्कृतिलाई माथि जुन प्रहार भइरहेको छ त्यो प्रहार दिन प्रतिदिन बढ्दैछ र आउने दिनहरूमा हिन्दूलाई यहाँ समाप्त पारेर कमजोर पारेर नेपालको राष्ट्रियता समाप्त पारेर यो देशलाई गुलाम बनाउने विदेशी चलखेल सुरु भएको छ। त्यसकारणले धर्मनिरपेक्ष रहिरह्यो र सनातन संस्कृतिलाई हामीले संविधानमा दर्ज गरेनौँ भने र संविधानमा सनातन संस्कृतिको माध्यमबाट यो देश सञ्चालन भएन भने निश्चित रूपले हाम्रो राष्ट्रियतामाथि भोलि गएर खतरा हुन्छ र त्यो राष्ट्रियता कुनै पनि देशको जब राष्ट्रियता खतरा हुन्छ तब त्यो देश पनि खतरामा जान सक्छ। त्यसकारणले हाम्रो संविधानमा, हाम्रो मुलुकमा हाम्रो जुन विरासतमा हामी जुन संस्कार पाएका छौँ, विरासतमा जुन सम्पत्ति पाएको छौँ हिन्दू दर्शन, त्यो दर्शनलाई संवैधानिक रूपले सुरक्षित गर्न आवश्यक गर्नु पर्यो हैन। अब तपाईले जसरी भनिराख्नु भएको छ कि हिन्दुत्व हुनु पर्यो हैन, अब त्यसमा अरु जुन धर्मका व्यक्तिहरू छन् तिनीहरूलाई चाहिँ कसरी लैजानुपर्छ? जसरी कि अहिले त सबैले के भनिरहेका छन् भने धर्मनिरपेक्ष हुँदाखेरि चाहिँ सबैले अपनत्व गरेछ नि एक किसिमले हैन, मेरो पनि सबैको हाम्रो कुरा भइरहेको छ के, तर एउटै धर्मलाई लादियो भने त फेरि अरूलाई चाहिँ कसरी समेट्ने? अरूलाई हिन्दू दर्शनले कसैले विभेदको नीतिले हेर्दैन र सनातन अहिले पनि लिएको छैन नि, अहिले पनि कहाँ विभेद गरेको? सनातन नेपालको धर्महरू जुन छन्, जुन सनातनदेखि चलिआएको छन्, जस्तै किरात भयो, बौद्ध भयो, जैन भयो, सिख भयो, हिन्दू भयो, यो नेपालको नेपालीहरूको धर्म हो। तर विदेशीबाट आयातित जुन धर्म छन् त्यो धर्मलाई यहाँ विकास गरियो भने, त्यसलाई निस्तेज गरिएन भने नेपालको उनीहरू यहाँ नेपालको बहुत भलो गर्न आएका हैनन्। उनीहरू नेपालमा नेपाललाई खोखला बनाउने, नेपाललाई बर्बाद पार्ने नीतिले आएका छन्। किनभने बीचबीचमा उनीहरूको जुन हामीले भोलि यो देशमा हिन्दू कमजोर भयो र बाहिरी धर्म, विदेशीको धर्म यहाँ मजबुत भयो भने निश्चित रूपले यो देशलाई ह्यान्डल गर्ने स्विच रिमोट जुन छ त्यो उनीहरूको हातमा हुन्छ। सम्भव कसरी छ नेपालमा हिन्दू राष्ट्र नेपाललाई चाहिँ घोषणा गर्न चाहिँ सम्भव कसरी छ? एकदम यसको लागि त समयमा आन्दोलन भएकै हो हैन, तर केही भएन नि त हैन। निश्चित रूपले यो आन्दोलनको चाहिँ मिति तिथि हुँदैन। आन्दोलन भनेको हामीले जनजागरण गरिरहेका छौँ। जनजागरणको माध्यमले जनताको आन्दोलन, एउटा राजनीतिक दल नै, राप्रपा त राजनीतिक दल नै हो हैन, उ त प्रत्यक्ष रूपमै लागेको छ कि हिन्दू राष्ट्र हुनु पर्यो हैन। अघि जसरी भने मैले राप्रपा हिन्दूवादी चाहिँ हैन, हिन्दूको एजेन्डा उठाएर त्यो राजाको जुन मैले भने नि उ ठठाएर उ लखेट्ने, त्यस्तै राप्रपाले पनि भोट ब्याङ्कको हिन्दू समाजको भोट छ। त्यसकारणले हिन्दूको नारा दिए भने सत्तामा जान सक्छौँ, सत्तामा गएर पछि मलाई खान सक्छौँ, त्यो हिजो पनि त्यो साबित भएकै कुरा हो। त्यसकारणले राप्रपा चाहिँ हिन्दूवादीको पार्टी हो भनेर म चाहिँ मान्दिनँ।
त्यसकारणले हिन्दू समाजले एकचोटि जब जागरण गर्छ र जागरण गरेपछि एउटा ठुलो आन्दोलन यो देशमा क्रान्ति हुन्छ, आउने क्रान्ति अब हिन्दुत्वको हुन्छ र त्यो क्रान्तिले यो देशलाई संघीय हिन्दू गणतन्त्रको रूपमा स्थापित गर्छ। म यो भन्न चाहन्छु। अब केही दिन अगाडिकै कुरा गर्ने भने नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहको भारत भ्रमण भएको थियो होइन। त्यहाँ कुम्भमा स्नान पनि गर्नुभयो होइन। अनि त्यो बेला चाहिँ एक दुईवटा ब्यानर चाहिँ त्यस्तो पनि देखियो कि श्री 5 महाराधिराज नेपालका नरेश भनेर पनि भनियो होइन। के भन्नुहुन्छ? अनि त्यो घटनालाई लिएर या त्यो सन्दर्भलाई लिएर भारतको चाहना चाहिँ नेपालमा हिन्दू सँगसँगै राजा पनि आओस् भन्ने चाहना कतै हो कि भन्ने एउटा आशंका पनि गरिन थालिएको छ। के भन्नुहुन्छ त? होइन, यसमा चाहिँ उनी एउटा आम नागरिकको हैसियतले कुम्भ स्नान गर्न गए त्यो कुनै ठुलो कुरा होइन। धेरै जस्तो नेपाली नागरिकहरू कुम्भ स्नान गर्न गए, तर यसपालिको दृश्य चाहिँ अलग देखियो नि, अलि अलग देखियो। त्यहाँका एकजना सन्तले त्यो फेरि हिन्दू समाजको धेरै ठुलो सन्त पनि होइन, साधारण एउटा महामण्डलेश्वरले आफ्नो कार्यक्रममा उनलाई इन्भाइट गरे, उनलाई कार्यक्रममा प्रमुख अतिथि बनाए। त्यो चाहिँ नेपालका नरेश त्यसरी म यहाँ जुन चर्चा भइरहेको छ भारत सरकारको, म त्यसरी हेरिरहेको छैन। किनभने त्यो कार्यक्रममा न भारत सरकारको इन्भल्भमेन्ट थियो, न त्यहाँ हिन्दूवादीहरूको जुन प्रमुख संस्था छ राष्ट्रिय स्वयंसेवक सङ्घ, न कुनै उनको अधिकारीको त्यसमा उपस्थिति थियो, न हिन्दू समाजको जुन ठुलो सन्त हुन्छन् पूज्य शङ्कराचार्य, न त्यसमा कुनै 5वटा शङ्कराचार्य मध्ये लेखेनन् होला नि होइन। होइन, कुनै व्यक्तिले आफ्नो श्रद्धाले लेख्छ भने त्यसमा विवादको कुरा, त्यसमा चाहिँ ऊ आउँछ भनेर त्यस्तो आशावादी त्यस्तो चाहना होइन भन्नु। ल्याउने नल्याउने जिम्मा चाहिँ काम चाहिँ नेपाली जनताको हो र नेपाली जनता मलाई लाग्छ आफ्नो अधिकारको कुरा गर्छ, लोकतन्त्रको कुरा गर्छ। फेरि रैती नेपालका हरेक परिवर्तनमा चाहिँ भारतको सहयोग भनौँ या प्रभाव भनौँ, सकारात्मक हुँदाखेरि सहयोग, नकारात्मक हुँदाखेरि प्रभाव भन्ने गरिन्छ। तर त्यो कार्यक्रमहरूमा मैले पनि भिडियो सिडियो हेरेँ, यसो सोसल मिडियामा आइरहेको थियो, त्यसमा भारत सरकारको कतै इन्भल्भमेन्ट मैले हेरेन। र अर्को न त्यहाँको संस्थागत जुन हिन्दूवादी सङ्गठनहरू छन् तिनीहरूको पनि मैले इन्भल्भमेन्ट हेरेन। र पूर्ण विश्वको हिन्दू समाजको जुन गुरु हुन्छन् शङ्कराचार्य, ती शङ्कराचार्यहरूमध्ये म कसैले त्यहाँ हेरिनँ। त्यो सामान्य सन्तहरूले गरेको आफ्नो कार्यक्रममा प्रमुख अतिथि बनाए। त्यो चाहिँ हिन्दू समाजको लागि धेरै ठुलो कुरा होइन। त्यो त फन्डिङ गरेपछि, सहयोग गरेपछि जसले पनि गरिदिन्छ, आफ्नो कार्यक्रम गराउनु परेन। राजालाई ल्याउने नल्याउने चाहिँ चाहना चाहिँ यो नेपाली जनताको अधिकारको कुरा हो र नेपाली जनताले राजालाई हेरिसकेका छन्, राजालाई बहुत राम्रोसँग बुझिसकेका छन्, राज संस्थालाई बुझिसकेका छन्। त्यसकारणले अब चाहिँ फर्केर नेपाली जनता फर्केर रैती बन्न चाहिँ जाँदैन। गणतन्त्र नै जो अहिले छ त्यही व्यवस्था चाहिन्छ। एकदम यही एजेन्डाको कुरा गर्ने भने हिन्दू सहितको यही व्यवस्थामा हाम्रो जुन सनातन पहिचान हो त्यो पहिचान चाहिँ दर्ज हुनुपर्छ। त्यो पहिचानको आधारमा राज्य सत्ता चाहिँ सञ्चालन हुनुपर्छ, हाम्रो विचार हो। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ, अलिक प्रसङ्ग बदलौँ। तपाईँहरूको एउटा अभियान अर्को पनि छ, विशेष गरेर सीमा अतिक्रमणको विषयमा। समय समयमा भारतले अतिक्रमण गर्यो भनेर पनि आवाज उठ्दै नै आएको छ होइन। अर्कोतर्फ चीनले पनि नेपालका सीमा चाहिँ अतिक्रमण गर्ने कुरा चाहिँ उठ्दै आएको छ होइन। र चीनले अतिक्रमण गर्ने विषयलाई चाहिँ अलि तपाईँहरूले बढी उठान गरिराख्नु भएको छ होइन। के छ अहिलेको अवस्था? तपाईँहरूको अध्ययन विश्लेषणले के भन्छ? चीनले चाहिँ नेपालका कुन कुन ठाउँ चाहिँ अतिक्रमण गइरहेको छ र नेपाल सरकारले केही गर्न सकेको छैन? अब सीमा विवादमा म केही कुराहरू प्रस्ट्याउन चाहन्छु। सीमाको विषयहरू बढीमा नेपाल र भारतको सीमाको विषयहरू यहाँ बढी उठ्ने गर्छ। जुन विवादहरूलाई निराकरण गर्नको लागि दुवै देशको टोली चाहिँ निरन्तर रूपमा कार्य गरिरहेको हुन्छन्। कुनै कतै विवाद आयो भने त्यो विवादलाई जाँचबुझ गरिन्छ। तर उत्तरको सीमामा हाम्रो नेपाली भूभाग मिचिएको छ, त्यसमाथि जाँचबुझ गर्ने, त्यसमाथि छलफल गर्ने, त्यसमाथि दुवै देश वार्ता गर्ने अहिलेसम्म इतिहासमै भएको छैन। र नेपाल सरकारको प्रवक्ताले त
पत्रकार सम्मेलन गएरै भन्छ कि सीमा मिचिएको छैन, चीनबाट कहीँ कतै त्यस्तो त्यही भन्दैछौँ कि सीमा उत्तर साइडमा चीनले हाम्रो धेरै मिचेको छ। तर प्रमुख स्थानको म जिकिर गर्छु, अब 5-7-8 महिना अगाडि रुई गाउँ हाम्रो सिङ्गै रुई गाउँ चाइनाले खाइदियो। नेपाल सरकारको प्रवक्ता विदेश मन्त्रीले के भन्छन् सदनमा उठेर कि त्यो रुई गाउँ हाम्रो थियो र त्यो स्वेच्छाले चाइनामा गयो। म उहाँलाई फेरि तपाईँको यो टिभीको माध्यम पनि टिभीको माध्यमले म उहाँलाई प्रश्न गर्न चाहन्छु। अस्ति पनि प्रश्न गरेँ, यदि रुई गाउँ स्वेच्छाले गयो भने त्यो स्वेच्छा बुझ्ने जनमत सङ्ग्रह राज्यले कहिले गराएको हो, त्यसको रिपोर्ट चाहिँ सदनमा पेश गर्नु पर्थ्यो कि पर्दैन, यो जनतालाई नेपाली जनतालाई दिनुपर्छ कि दिनु पर्दैन, त्यो स्वेच्छा जान्नको लागि नेपाल सरकारको क्याबिनेटमा कहिले कोही डिसिजन भएको छ भने त्यो जनताको सामने सार्वजनिक गर्नुपर्ने आवश्यकता छ। नत्र एउटा चाइनाको पैसा खाएर बन्दैन नि त नेपालको, चाइनाको पैसा खाएर कम्युनिस्ट मिलेर नेपाली भूभाग चाइनालाई दिन मिल्दैन। त्यो आफ्नो पार्टीको वकालत गर्नु हुँदैन, चाइनिजहरूको वकालत गर्न विदेश मन्त्रीले मिल्दैन। यदि साँच्चीकै रुई गाउँ स्वेच्छाले गएको छ भने जनमत सङ्ग्रहको रिपोर्ट चाहिँ, जनमत सङ्ग्रहको निर्णय चाहिँ जनताको सामने। अब यही प्रसङ्गमा चाहिँ नेपाली कांग्रेसले एउटा समिति नै बनाएको थियो, छानबिन समिति। उसले प्रतिवेदन पनि सार्वजनिक गर्यो, सरकारलाई पनि बुझायो होइन, हरेक कुरा भयो के। तर यी कुराहरू चाहिँ अगाडि बढ्दैन, के होला चाहिँ कारण? म भन्दैछु कि हुम्लाको इस्यु आयो, हुम्लाको इस्यु हामीले उठायौँ र हुम्लाको इस्यु उठ्दाखेरि पनि हुम्ला जिल्लामा जुन 12वटा बिल्डिङ चाइनाले नेपाली भूभागमा बनायो, हामीले इस्यु उठायौँ, हामीले प्रदर्शन गऱ्यौँ। सरकारको तर्फबाट के आउँछ भने हुम्लामा मिचिएकै छैन जमिन, चाइनाले आफ्नो भूभागमा बनाएको छ। म आफ्नो नामबाट नापी विभागमा आरटीआई दर्ता गराए सूचनाको हक सम्बन्धी निवेदनको माध्यमले मैले नापी विभागबाट नेपाल सरकारसँग माग गरेँ कि ठिक छ, चाइनाले यदि आफ्नो भूभागमा बनाएको छ, हाम्रो भूभाग मिचिएको छैन भने हामीलाई उत्तरतिरको सिमानाको जीपीएस कोअर्डिनेट उपलब्ध गराइयोस्, ताकि हामी हेरौँ कि हाम्रो भूभाग मिचिएको छ कि छैन। तर आज 8 महिना बितिसक्दा पनि नेपाल सरकारले जीपीएस कोअर्डिनेट सार्वजनिक गरिरहेको छैन भनेपछि यसको सरासर एउटै अर्थ हो, एउटै विषय हो कि हाम्रो भूभाग जुन मिचिएको छ, चाइनाले कब्जा गरेको छ, यो नेपाल सरकारले त्यसलाई लुकाइरहेको छ, ढाकछोप गरिरहेको छ। त्यसकारणले अब अर्को कुरा नेपाली विषयमा चाहिँ नेपाली कांग्रेसले प्रतिवेदन सार्वजनिक त गर्यो, छानबिन त गर्यो, तर खासै मुभमेन्ट चाहिँ गरेन र कोही पनि बोल्दैन चाइनाको इस्यु आउँदाखेरि। त्यसकारणले हाम्रो यो अभियानको अन्य दलको भूमिका किन त्यस्तो बोल्नै चाहँदैन? नेपाली कांग्रेस त छानबिनसम्म गयो होइन, त्यसपछि ऊ पनि सुसुप्त अवस्थामै छ, यो विषयमा बोल्दैन। अरू दलले त कुरै उठाउँदैन, चाहे मधेसकिने दलकै कुरा होस् या अन्य नेकपाकै कुरा होस् होइन, एमालेकै कुरा होस् या माओवादीको कुरा होस्, कसैले उठाउँदैन, किन होला त्यसो? होइन, यहाँका हाम्रो पार्टीका पुराना जुन नेताहरू छन् त्यो निश्चित रूपले हामी उनलाई पनि हेरिसके। अब नयाँ लिडरसिप आउनुपर्छ, राष्ट्रियता ओतप्रोत भएको लिडरसिप आउनुपर्छ र त्यो पार्टीले किन उठाइरहेका छैनन् उसको जवाबदेही त ती पार्टीका नेताहरूले दिने हो। तर हामीले जुन उठाएका छौँ, राष्ट्रिय एकता अभियानले त्यो इस्युहरूलाई निरन्तर उठाइरहेको छ, निरन्तर उठाउने छ र जनता सामु लगेर ती नेताहरूले हाम्रो भूभाग, हाम्रो देश अरूसँग बेचिरहेका छन् तिनीलाई नाङ्गो पार्छ र आउने दिनहरूमा जनताले उनलाई सजाय दिन्छ। हजुर, हस् त, धेरै धेरै धन्यवाद। धेरै धन्यवाद, तपाईँले टाइम दिनुभयो र आपन टिभीलाई पनि धेरै धेरै धन्यवाद। दर्शकवृन्द, ओछलेथ विनय यादव राष्ट्रीय एकता अभियान के अध्यक्ष आइ हुनका से बातचीत करे छलिए कि वो विशेष करके ये अभियान के बात करी तो राष्ट्रीय एकता अभियान गणतंत्र सहित के हिंदू राष्ट्र के परिकल्पना केने छे कि नेपाल में तो गणतंत्र स्थापित छैये, आब एकरा हिंदू राष्ट्र सेहो बनाओल जेबाक चाही से मूल उद्देश्य लक ये अभियान समय समय में कार्यक्रम आंदोलन सहित के करत आबि रहल छै। ई यावत विषय में एक अभियान के लक्ष्य की है, यही सब विषय में बातचीत करे छलिए। बेस्त नमस्कार।